नमस्ते। आज हाम्रो यात्रा मकरीगाडबाट सुरु हुँदैछ। हिजो हामी मार्मा गाउँपालिकादेखि मकरीगाडसम्मको यात्रा गरेका थियौँ भने आज हाम्रो यात्रा मकरीगाडदेखि मकरीकोटसम्मको यात्रा रहनेछ। यो मकरीगाडको छेउमा रहेको सानो बजार, यहाँबाट हामीले पैदल यात्रा गर्नुपर्ने हुन्छ। गाडी भने यही मकरीगाडसम्म मात्रै हो। मार्मा गाउँपालिकादेखि मकरीगाडसम्म चाहिँ गाडीको व्यवस्था छ। यहाँदेखि माथि भने कुनै गाडी छैन, बाटो नै छैन। पैदल हिँडेर हामी मकरीकोट पुग्नेछौँ र हिजोको जुन भिडियोमा हामीले पार्ट 2 भिडियो ल्याउनेछौँ भनेको थियौँ, पार्ट 2 भिडियो हामीले ल्याइसके। अब यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ मकरीकोटको लागि। अब हामी यो पसलमा गयौँ, केही सामानहरू किनेका थियौँ। यहाँबाट हामी सुरु हुन्छ हाम्रो यात्रा मकरीकोटको लागि। यो झुलुङ्गे पुल तर्दै तल पप्पी हाइड्रो पावर र माथि सुन्दर नदी, खोला अनि पहाड, यो सँगै हामी अगाडि बढ्नेछौँ। यस्तै भिडियो हजुरलाई मनपर्छ भने लाइक, कमेन्ट, सेयर भने अवश्य गरिदिनुहोला। तपाईहरूको लाइकले नै हामीलाई धेरै सपोर्ट मिल्नेछ र अगाडिको पार्टहरू ल्याउन हामी धेरै सजिलो हुनेछ। अनि हाम्रो यात्रा सुरु भयो। उकालो कति रमाइलो ठाउँ छ, धेरै रमाइलो अनि उकाली ओह्राली, यहाँको सुन्दरता, हरियाली सँगै हामी अगाडि बढ्यौँ र यहाँबाट तल यति राम्रो देखिन्छ। यो सुन्दर ठाउँमा आउँदा हामीले धेरै रमाइलो भएको महसुस गरेका छौँ र यहाँबाट मकरीकोटसम्म जानलाई जम्मा 2 घन्टा छ यहाँ। तर 2 घन्टा चाहिँ हामीहरूलाई लाग्दैन। हामीहरूलाई समय लाग्ने भनेको 3, 4, 5, 6 घन्टासम्म भनौँ समय लाग्छ। उकालोको बाटो छ अनि बिस्तारै हुन्छ, त्यही भएर समय चाहिँ अलि बढी नै लाग्ने गर्छ। यो यहाँको लोकल मान्छेहरूसँग भेटघाट भयो अनि आमासँग हामीले सोध्यौँ, आमा यहाँबाट खण्डेश्वरी पुग्न कति टाइम लाग्छ भनेर। उहाँले 5-6 घन्टा खण्डेश्वरी पुग्दा खाती पूजा कता लाग्दै आउने? खाती पूजा ए आ तम्रा घर जानु पऱ्यो बाबा न। क्या होला जाउने कहाँको होला कहाँ जाने हो, कहाँ बसरने हो, हैला कहाँको होला कहाँ जाने हो, हैला कहाँ बसरने आमाहरूको रमाइलो गीतहरू सुन्दै हामी अगाडि बढे। एउटा रमाइलो अनुभव भएको महसुस भइराखेको छ। यो बाटोमा हिँड्दा हामीलाई कुनै अप्ठ्यारो छैन, एकदम बाटो चाहिँ एकदम राम्रो छ र अहिले हाम्रो यात्रा भने मकरीकोटसम्म मात्र रहनेछ। आज हामी बेलुकी मकरीकोट पुग्नेछौँ र त्यो मकरीकोट र मकरीगाडको बिचमा रहेको यो दृश्य
एकदमै रमाइलो र एकदमै सुन्दर ठाउँको अनुभव गरिरहेका छौँ। यी बाटोमा त धेरै मान्छेहरू आवतजावत भइरहेको छ र मान्छेहरूसँग भेटघाट हुन्छ। बाटो अलि उकालो भए पनि पानीको व्यवस्था, शौचालयको व्यवस्था सबै छ यो बाटोमा र एकदमै राम्रो ठाउँ, सुन्दर ठाउँ र फेरि हामी आमाको गीत सुन्नेतर्फ जानेछौँ। सम्झना गरे त उठ्दैन सानो आमा भनेर हरि आमा पढ्यो हाम्रो बिहा आज उठ्दैन अब त हुन्छ किन पो यसको रमाइलो यात्राको साथ हामी अगाडि बढिरहेका छौँ। आमाहरूको गीत सुनेपछि फेरि हामी अगाडि बढ्यौँ र यति रमाइलो दृश्य छ आज, यति रमाइलो भइरहेको छ, धेरै रमाइलो। आमाहरूले हाम्रो यात्रामा अझै झन् रमाइलो थपिदिनु भयो। धेरै धेरै धन्यवाद आमाहरूलाई। उहाँले चाहिँ धेरै कुरा हामीलाई भन्नुभयो, हामीले बाटोहरूको बारेमा गाइड गरिदिनु भयो। यहाँसम्म यसरी जाने, यसरी जानुहोला, हाम्रो घरमा बास बस्नुहोला बरु भनेर भन्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आमाहरूको रेस्पेक्ट गर्दै, आमाहरूलाई सँग रमाउँदै, आमाहरूले हामीलाई हँसाउँदै त्यो बाटो हामीलाई पार गराइदिनु भयो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तै रमाइलो गर्न पाऊँ, आमाहरूसँग फेरि पनि भेट होस् भन्न चाहन्छु। यात्रा भने एकदमै रमाइलो भइरहेको छ। फेरि हामी आमाहरूसँग बसेर गफगाफ गर्नेछौँ। अब अर्को भाका एकटै आमा अब के पकाउनु अब के पकाउनु चौचौ पकाउने रोसेको जाने हो ल बाहुन र रोसे बसेर होइन र नयाँ बाहुन र भेटियो हाम्रो बाटो बाटोमा झट्टु खोलिदियो आमा भिडियो झट्टु म हेर्नु पाहाल्नु मेरो छोराछोरी कति बेङ्गलोर छन्, कति विदेश छन्, लाइभ फेसबुकमा कुरा गर्नु
रह्यो तखन नगरिदिने हजुरले खोलिदिने फेसबुक झट्ट भन्ने मान्यता छ मेरो बहुत धन्यवाद आमा खै कहाँ पुर्याइदिनु यो कुरोहरू शेरबहादुर देउवा के बोल्ने खै कहाँ पुर्याइदिनु यो कुरोहरू केपी शर्मा ओलीलाई पुर्याइदिया के भन्छ केपी खाइलाई पुर्याइदिया पर्चालाई भनिदिया के के हो त रवि छामे खाइलाई भनिदिया राम्रो अब तिनी बुढाहरूले के भन्छ अरे राजनीति छोड्ने अब केटाहरूले युवाहरूलाई के भन्छ अरे दिने भन्नुपर्यो भन्ने हाम्रो नेपाल राम्ररी बनाउने सापाड्ने झल्काए छोड्ने भन्नु भयो अगाडि बढाउने युवाहरूलाई जागर जोस जागर हुनुपर्छ आजको साना बालकहरू पढ्दै हाल्नु यो भिडियो हामीले मकरीघाटदेखि मकरीकोटसम्म बनाउने प्रयास गरेका थियौँ तर भिडियो धेरै लामो हुन गएकोमा हामीले यो भिडियो मकरीकोटभन्दा केही किलोमिटर तलसम्म मात्रै बनाउन सम्भव भयो फेरि पार्ट 3 लिएर हामी आउनेछौँ र मकरीकोटसम्मको दृश्य तपाईहरूलाई देखाउनेछौँ यो बाटोमा भएका रमाइलो पलहरू हामीले यो भिडियोमा सबै राखेर हाँस्यौँ हँसायौँ र यो यात्रा एकदमै सफल अनि आमाहरूलाई धेरै धेरै धन्यवाद।